तपाईँको साथीहरू मैले चाहिँ आज चाहिँ होइन हट सस बनाउन लागेको छु यानि कि रेड चिल्ली सस है। धेरैजनाले हट ससको बारेमा भन्दै हुनुहुन्छ होइन, त्यसरी चाहिँ मैले त्यसको रेसिपी दिँदैछु, तपाईँ हेर्न सक्नुहुन्छ होइन। यसमा चाहिँ मैले चाहिँ 1 लिटर पानी हालेको छु है, 1 लिटर पानी। अनि पछि फेरि 100 ग्राम चाहिँ मिर्ची छ है, त्यसलाई चाहिँ मैले चाहिँ मजाले उबालेको छु है। अनि यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ चिल्ली उबालेको छु, रेड चिल्ली, होल चिल्ली, सुकेको खोर्सानी उबालेको छु होइन। अनि साथमा चाहिँ अदरक छ है, अदुवा है, जिन्जर छ। अनि मैले चाहिँ पहिला पनि मोमो चट्नीको रेसिपी हालेको छ नि, धेरैजनाले चाहिँ आलु हाल्नुभएको छ सर, आलु हाल्नुभएको छ भन्नुहुन्छ होइन। त्यो चाहिँ आलु होइन, जिन्जर हो है, अदरक हालेको थिएँ, साथमा मैले लेखिदिएको पनि थिएँ है। टक्क यो तरिकाले चाहिँ उबाल्न सक्नुहुन्छ। उबालिसकेपछि टक्क चाहिँ यसलाई चाहिँ हामीले पिस्ने हो, कतिको पिस्ने हो त्यो पनि मैले चाहिँ तपाईँहरूलाई देखाउनेछु है। टक्क साथीहरू यतिकै पिस्नुपर्छ है। अनि कमेन्टहरूमा 2 शब्द भन्नुभन्दा पहिला चाहिँ यो रेसिपी चाहिँ एकचोटि चाहिँ टक्क बनाएर चाहिँ ट्राई गर्नु होला है। सबभन्दा पहिला चाहिँ मैले ओइल हालेको छु है, हल्का मैले एक्स्ट्रा नै हालेको छु, किन भन्दाखेरि चाहिँ हल्का एक्स्ट्रा हाल्यो भने चाहिँ धेरै दिनसम्म चाहिँ हाम्रो सस चाहिँ टिक्छ है। धेरै तेल हाल्यो भन्नु होला, फेरि धेरै चाहिँ मैले हालेको छु, हल्का एक्स्ट्रा हालेको छु है। तेल पनि राम्रो ब्रान्डको हो, टक्क सनफ्लावरको, हेर्न सक्नुहुन्छ है। त्यसपछि चाहिँ हामीले के हाल्ने त अब हेर्नुहोस् है, गार्लिक हाल्ने, फाइन चप गार्लिक। त्यसपछि चाहिँ फाइन चप जिन्जर हाल्ने, हल्का हामीले उबाल्दा पनि हालेका थियो है। त्यसपछि चाहिँ थोरै हाल्ने अहिले चाहिँ टक्क यो दुईटालाई चाहिँ मजाले अब चाहिँ ब्राउन गरेपछि चाहिँ के हाल्ने हो त त्यो पनि भन्छु है। टक्क लाएर चाहिँ हाम्रो चाहिँ यो गार्लिक जिन्जर पनि ब्राउन भइसकेको छ। त्यसपछि चाहिँ हामीले चाहिँ यो पिसेको रेड चिल्ली पेस्ट प्लस जिन्जर पनि छ, त्यो हाल्दैन है। त्यति हालिसकेपछि चाहिँ यसलाई मजाले मिक्स गर्ने। 10 मिनट मैले चाहिँ मजाले पकाएको छु। त्यसपछि चाहिँ मसलाहरू एड गर्न लागेको छु है। अनि मसलाहरू के हाल्ने त टक्क हेर्नुहोस् है, धेरै मसला हाल्नै पर्दैन, 2-3टा मसला एड गरेपछि चाहिँ टक्क लाएर बन्छ है। यो चाहिँ मैले चाहिँ नमक हाल्दैछु, सल्ट। यो चाहिँ मैले हालेको छु व्हाइट पेपर। त्यसपछि हल्का सुगर हाल्नुहोस्। सुगर किन भन्दाखेरि चाहिँ कुनै पनि टेस्टलाई चाहिँ बराबर लाइनमा ल्याउँछ, त्यसको लागि चाहिँ हल्का सुगर हाल्ने है त। त्यसै मजाले यसलाई चाहिँ मिक्स गर्ने। ल साथीहरू, मसला यति नै हो होइन। अनि कतिजनाले चाहिँ भिनेगर हाल्ने कि नहाल्ने भनेर सोध्नुहुन्छ। अनि भिनेगर चाहिँ हाल्नु हुँदैन, किन भन्दाखेरि भिनेगर हाल्नुभयो भने चाहिँ हजुरको एक दिनमै बिग्रिने सम्भावना हुन्छ। भिनेगर नहालेपछि चाहिँ यो हाम्रो चटनी चाहिँ सस चाहिँ म्याक्सिमम 15 डेजसम्म चाहिँ मजाले चल्छ है। अनि त्यसपछि हामीले चाहिँ यसलाई चाहिँ अझै 25 मिनट जति पकाउनु पर्छ है। ग्यास चाहिँ स्लो राख्नुपर्छ, एकदम स्लो ग्यासमा चाहिँ म्याक्सिमम 25 मिनट पकाएर चाहिँ माथिबाट यसको चाहिँ रोगन निस्किनेसम्म चाहिँ यसलाई चाहिँ मजाले पकाउनु पर्छ है। म्याक्सिमम यो चाहिँ हाम्रो चाहिँ रेडी भइसकेको छ, रोगन पनि मजाले छोडेको छ, हेर्न सक्नुहुन्छ है। रोगन पनि राम्रो देखिरहेको छ होइन। अनि कति साथीहरूले चाहिँ भिनेगर एड गर्नुहुन्छ। भिनेगर एड गऱ्यो भने चाहिँ हाम्रो चाहिँ धेरै दिन चाहिँ टिक्दैन होइन। तर विदाउट भिनेगरको हामीले बनायो भने चाहिँ 15 दिन जति मजाले टिक्छ है। बाहिरको ससहरू चाहिँ 6 महिना ग्यारेन्टी हुन्छ भने यो चाहिँ आफ्नै हातले ओरिजिनल बनाएको भनेपछि 15 दिन त मजाले कस्तो नटिक्ला होइन। बास्ना पनि राम्रो आएको छ, टेस्ट पनि राम्रो नै छ होइन। अनि तपाईँले भन्नु होला सस त बन्यो तर केमा युज गर्ने भनेर चाहिँ सोच्नु भयो होला होइन। यो चाहिँ हामीले चाहिँ जस्तै फ्राइड राइस भयो, नुडल्स भयो, चिल्लीको आइटम भयो, एनी अदर यस्तै आइटमहरूमा चाहिँ हामीले चाहिँ हल्का एड गर्न सकिन्छ। धेरै पनि हाल्दैन, हल्का चाहिँ हामीले चाहिँ मजाले एड गर्न सकिन्छ। हल्का एड गऱ्यो भने चाहिँ कुनै पनि फुडहरू चाहिँ मजाले राम्रो फ्लेभर आउँछ। अनि बास्नामा राम्रो, खाना पनि एकदम स्वादिष्ट अनि मिठो है। यही तरिकाले बनाउन सक्नुहुन्छ सबैजनालाई है त साथीहरू। ल धन्यवाद।